हेलो गाइज, के छ तपाईँहरूको हालखबर? म पनि ठिक छु। शुद्ध बोर लागेर आज म चाहिँ हिँड्न लागेको छु भैरवा डुल्न। यो भैरवा कस्तो छ मलाई पनि थाहा छैन, किनकि म एक्लै छु। यहाँ डुल्नको लागि मेरो कोही पनि साथी छैन। त यो एक्लै झ्याउ लाग्दो रहेछ। आज एक्लै निस्केको कस्तो हुन्छ। आजको ब्लगमा चाहिँ कुनै पनि डेस्टिनेसन छैन। हिँड्दै जाँदा जहाँ पुगिन्छ त्यहीँ जाने हो। घाम पनि झमक्क पर्दै थियो। पैदलवाला रिक्सा नदेखेको पनि धेरै भएको थियो। आज यसको पनि दर्शन गरियो। यो हो फिल्म हल। यसको पारिपट्टि रहेको छ भाडबटेनी, जहाँ हामी सामान किन्न भन्दा घुम्न, रमाइलो गर्न र खास गरी भन्नुपर्दा त झन् अझ लिफ्टमा चढ्न बढी जाने गर्छौँ। अघि डुल्दै जाँदा मैले पान पसल दाइलाई सम्झेँ। दाइले एकदम मिठो मिठो पान पनि बनाउनुहुन्छ अनि गफ पनि एकदम मिठो मिठो बनाउनुहुन्छ। र अब म जानुपर्ने हुन्छ पान पसल दाइकोमा। भाइ मलाई भाइरल नगर ल तिमीले। मलाई हाल्दिन न। तिमीले मान्छे रोएल म झन् मखा रोएल म किन बनाउँछु। राम्रो राम्रो काटै। दुनियाँ राम्रो छ, हेर्ने नजर राम्रो चाहियो। सुपारी सडेको भए पनि केही फरक पर्दैन। होइन गयो कडा गयो कडा। सुपारी पनि कडा, मान्छे पनि कडा। सामान्य छ ऋषि भाइ खडा। कसैसँग नडरा भनेर। दाइको मिठा बातसँगै अब म पनि मेरो घरतिरै फर्किनु पर्ने हुन्छ। र हजुरहरूले यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियोमा हामी भेट हुने नै छौँ।